ल गाइस फाइनली अब चाहिँ हामी जोत्नलाई जाँदैछौँ चट्ट पाराले होइन। ल हेरौँ है, अब यहाँबाट गोरु चट्ट निस्किन्छ। भेनाले चाहिँ गोरु तर्स्यो गाइस है, मलाई देखेर धेरै पछि। त्यही भएर ल हेरौँ है। उभो 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 कुद्छ कि क्या हो? यता मकै गोडेर सके हाम्रो अङ्कल र आन्टीले है। मकै यस्तो हुँदैछ, बिजुलीले ढापाको भिडियो यो। बिहानै आउनु भएको लु? ल ठिक छ। ल गोरु नार्नलाई भनेर आएको, तर यहाँ जब बारी आयो तब गोरु भागिसक्यो गाइस एउटा, किनकि भर्खर बर अरे। यो चाहिँ अलिक भाग्दैन। बुवा त्यहाँ भेना उहाँ गोरु चाहिँ भागेर है कहाँ पुग्यो भन्ने कुरो थाहा छैन। म कुद्दैछु। यस्तो छ गोरु हुन्छ कता पुग्यो होइन? यता फटा रहेछ त कता? ल ल ल हेरौँ है। गोरु नाच्नु लाग्छ आज। कहाँ कुदेर हैन बनायो गर्मी नि भयो। भगुवा आयो गाइस, भगुवा यो भाग्ने। हेरौँ है गाइस, भागेर चाहिँ यो ल्याउनु त बिस्तारै। ल उभो 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 फिर्की है, तर्सायो किरियाले। होइन यस्तो कष्टकर हुने रहेछ त। गोरु नार्न त यो त बिजोग भयो त। भनेपछि गोरु नार्नलाई त अलिक खुकुलो भयो कि अब जोत्छ। त्यहाँ छ नि त अर्को पनि होइन, हलो भएन भने चेक गरौँ न, चेक गरौँ। छेक्दैछु है म यहाँ गोरु। ए रोक्नु भयो भनेको, म त के हिँड्नुहोस् भनेर क्या। ए म त के अगाडि जानु, अगाडि जानु त कुद्छ कि भनेर क्या। कुदो भन्दाखेरि ल गाइस गोरु नार्न चाहिँ एकदम गाह्रो रहेछ। त्यही पनि हामीले जसो तसो 3 जना भएर नार्यौँ। अनि यहाँ जोत्ने काम हुँदैछ। अब एकछिन चौरीतिर हेरौँ। र यहाँबाट चाहिँ सालपाहरू पुरै मजाले देखिन्छ। ए जोमा हान्दिउँ न त। ल हेरौँ गाइस, सालपामा बाइकहरू पनि कुद्दैछ चट्ट पाराले। बच्चामा चाहिँ गाइस यहाँ हामी होइन लास्टै चिपले खेल्थ्यौँ है। यहाँबाट टट्ट बाँस गाडीसम्म पुग्थ्यौँ। यस्तो छ यो ठुलो रुख चाहिँ नासपातीको रुख हो। यताउँदै चाहिँ हामी बस्ती चराउँथ्यौँ छुट्टै तरिकाले। अनि यहाँ बरको रुख छ एउटा। अनि यहाँ चाहिँ हाम्रो घर थियो, हजुरबा हजुरआमा बस्नुहुन्थ्यो। पहिला हामी आउँथ्यौँ, हजुरआमाले दामी चिया खुवाउनुहुन्थ्यो होइन। त्यो साह्रो त बित्नु भयो, टन्नै भयो, बित्नु भएको पनि है। अब धेरै पनि भयो। यहाँ थियो, यहाँ अङ्कलहरूको घर थियो। समयले चाहिँ अब कता कता पुऱ्यायो। अब अहिले बारीहरू बाँझै है।